हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल न्यू डे न्यू ब्लग। तपाईहरु सबैजनालाई स्वागत छ हेर्दै सृजना सुनार ब्लगमा। र आजको मिनी ब्लगमा मेरो सम्पूर्ण भ्युजरहरूलाई स्वागत गर्न चाहन्छु। के गर्छु आज हामी घोडाईमा तर्फ आइसकेको छौँ। किन भन्नुस् त कस्तो लागिरहेको तपाईलाई? भोक लागिरहेको छ। मकै खाएको दाल मजा आया और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूँ। अच्छा हेरौँ ल। आज चाहिँ शनिबारको दिन सबैभन्दा सुरुमा प्रार्थना हुन्छ। त्यस पछाडि हाम्रो एउटा क्रोस गाएर फेरि अनि वर्शिपहरू हुन्छ है। अनि अब हामी यहाँनिर वर्शिपहरू गरिरहेको छ। बिस्तारै वचनहरू पनि हुन्छ। सबै मेरो आफन्त मान्छेहरू हुनुहुन्थ्यो। अनि आजको शनिबार आजको सन्डे म चाहिँ एकदमै धेरै इन्जोय गरिरहेको थिएँ गाइस। एकदमै हुन्छ चर्चमा एकचोटि होला। ऊ चाहिँ मेरो चञ्चली भन्ने साथी, मेरो दिदी। अनि हामी सबैजना चाहिँ यसरी चाहिँ के गरिरहेको छ, आराधना गरिरहेको छ। आराधनापछि वचन कति मान्छे चाहिँ मसँग तपाईँ कति सङ्गत गर्नुभयो तपाईँलाई थाहा होला होइन मेरो बारेमा। अनि हामी चर्चमा टुगेदर हुँदै गर्दाखेरि यो हप्ता कस्तो बित्यो, गड ब्लेस यु। यो हप्ता पनि हजुरको राम्रो बितोस् भनेर हामी एकअर्कालाई आशीर्वाद दिन्छौँ। र अब छुट्ने समय भइसकेको छ। हाम्रो घरमा कुखुरा काटेर राखेको छ। मासु र भात खानलाई हतार पनि भइसकेको छ गाइस। अब बाँकीको भिडियो चाहिँ छैन। वेटिङ फर नेक्स्ट ब्लग। अब अर्को ब्लगमा देखाउँछु। बाई एभ्रिवान। हाम्रो चर्चमा चाहिँ यस्तै रमाइलो हुन्छ। जानुहोस् ल एकचोटि। बाई एभ्रिवान।